जय मसी यसु ख्रिस्टको नाउँमा यहाँहरू सबैजनालाई न्यानो अभिवादन गुड आफ्टरनुन भन्न चाहन्छु। यसगरी विशेष गरी परमेश्वरलाई महिमा भएको होस्। फेरि पनि म हजुरको माझमा बाइबल बारे 7 आश्चर्यहरू भाग 2 मा हजुरलाई फेरि पनि स्वागत गर्दछु। हिजो चाहिँ भाग 1 को भिडियो हो, आज चाहिँ भाग 2 को भिडियोहरू हो। आउनुहोस् हामी भिडियोलाई ढिलो नगरी सुरु गर्नेछौँ। भाग 2 दोस्रो आश्चर्य रहेको छ। दोस्रो आश्चर्य चाहिँ अनुवाद। हिब्रू, आरामिक र ग्रीक गरी बाइबललाई 3 वटा मूल भाषामा लेखिएको थियो। तर आज हजारौं भाषामा बाइबलको वचन उपलब्ध छ। हालसम्म पुरै बाइबललाई 717 वटा भाषामा नयाँ करारलाई थप 1582 वटा भाषामा र यसका अंशहरूलाई थप 1196 वटा भाषामा अनुवाद गरिएको छ। यसरी बाइबलले कुनै न कुनै अंश कम्तीमा पनि 3495 वटा भाषामा अनुवाद भइसकेको छ। हेर्नुस्, बाइबल चाहिँ अनुवादको बारेमा म यहाँ अध्ययन गर्दैछु। तपाईले नोट पनि गरेर गर्न सक्नुहुनेछ। 2879 वटा भाषामा अनुवादको काम जारी छ। बाइबलको वचनलाई थप भाषाहरूमा पुर्याउने कामले निरन्तरता पाइरहेको छ। धेरै जसो पुस्तकहरू अन्य भाषामा अनुवाद नै गरिँदैन। अनुवाद गरिए पनि 2 वा 3 वटा भाषामा मुस्किलैले छापिन्छन्। ज्यादै थोरै पुस्तकहरू मात्रै 10 नाप्न सक्छन्। तर बाइबलको हकमा भने हामी आश्चर्यपूर्ण तथ्याङ्क पाउँछौँ। संसारमा बोलिने भाषा 7111 वटा ज्ञात विमान भाषामध्ये बाइबल अनुवादित तथ्याङ्क भनेको लगभग 47% भए तापनि संसारमा 90% भन्दा बढी जनसङ्ख्याले बाइबलका वचनहरूलाई आफ्नै भाषामा पढ्न पाएका छन्। फेरि पनि यो अनुच्छेद चाहिँ मैले दोहोऱ्याउन चाहे। संसारमा बोलिने भाषा चाहिँ 7111 वटा ज्ञात विद्यमान भाषा मध्ये बाइबल अनुवादित तथ्याङ्क भनेको लगभग 47% भए तापनि संसारमा 90% भन्दा बढी जनसङ्ख्याले बाइबलका वचनहरूलाई आफ्नै भाषामा पढ्न पाएका छन्। विकिपीडिया अनुसार संसारमा सबैभन्दा बेसी भाषाहरूमा अनुवाद गरिएको पुस्तक हो
बाइबल। दोस्रो दोस्रो नम्बरमा पास्टर क्रिस पास्टर क्रिस ओखिल ओखिलोस ओखिलोमद्वारा पास्टर क्रिस ओखिलोमद्वारा अङ्ग्रेजी भाषामा लिखित लिखित रपासोडेड अफ रियालिटिङ रियालिटिक रियालिटिज पर्स जसलाई हजारवटा भन्दा कम भाषामा अनुवाद गरिएको छ। तेस्रोमा 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 ले अजे अजेबुर डि अजेरबुर अजेर अजेर अजेरबुर डी फिनोक्सिक नामक कर्लो कलेडीको कृति पर्छ, जसमा अनुदित सङ्ख्या 300 भन्दा कम रहेको छ। यसै गरी जोन बनायानद्वारा लिखित पिलग्रिम प्रोफेसलाई 200 वटा थोमसलाई क्याम्पिसद्वारा लिखित द इमिनेट्स अफ क्राइस्टलाई 95 वटा भागवत गीतालाई 80 वटा, कुरानलाई 50 वटा, सो यस लेखिसद्वारा लिखित कृति र क्रोनिकल्स अफ निर्णयलाई 47 वटा भाषामा अनुवाद गरिएको छ। मानिसहरूले आफ्नै भाषामा धर्मशास्त्रलाई पढ्न पाउनुपर्छ भन्ने 14औं शताब्दीका बाइबल अनुवादक जोन बिग्लिक सपना परमेश्वरले केही दशकभित्र पूरा गर्दै हुनुहुन्छ भनी अपेक्षा गर्न सकिन्छ। हुन्छ, आमेन। यो तपाईँले प्रष्टसँगले बुझ्नुभयो होला भन्ने म आशा गर्दछु। तपाईँले राम्रोसँग सुन्नु होला, दोहोऱ्याइ है। अनि मैले चाहिँ यहाँनिर हल्का नयाँ पुस्तक भएर चाहिँ मैले अलिकति ढिलो तरिकाले अलिक अप्ठ्यारो पारले चाहिँ मैले पढेको छु। अनि भोलि चाहिँ तेस्रो भाग रहेको छ। तेस्रो भाग भोलिको लागि चाहिँ है, भोलिको लागि तेस्रो भाग, तेस्रो आश्चर्य चाहिँ प्रचार प्रसार भन्ने छ है, प्रचार प्रसार भन्ने छ। यो चाहिँ भोलिको लागि।
ओके सबैजनालाई जय मसी।